Hi guys, welcome to my YouTube channel. Hi guys, आज चाहिँ मैले मेरो ब्याकप्याकको भिडियो ल्याएको छु। हाम्रो त समर भ्याकेसन सक्यो नि त, त्यही भएर अब जानु पर्यो, युनिभर्सिटी फर्किनु पर्यो। त्यही भएर मैले चाहिँ अब भोलि चाहिँ मेरो टिकट छ, त्यही भएर म चाहिँ आज चाहिँ मेरो ब्याग चाहिँ प्याक गर्न गइरहेको छु। र मैले ब्यागमा चाहिँ के प्याक गर्छु, कसरी प्याक गर्छु भनेर चाहिँ म हजुरहरूलाई चाहिँ देखाउने छु। लास्टसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट र सेयर गर्न अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। हाय, लेट्स गेट स्टार्ट। यस्तो धेरै तर म यति धेरै लुगा चाहिँ मलाई लादिनँ। म चाहिँ धेरै लुगालाई चाहिँ कसरी थोरै गरेर प्याक गर्ने भनेर चाहिँ म हजुरलाई देखाउँछु है त। रुको जरा, सबर करो, आराम से लेने का। हाँ, म्याजिक देखाउँछु अनि त्यो म्याजिक चाहिँ कहिले हुन्छ। अरे कहना क्या चाहते हो? यो के हो भनेर चाहिँ हजुरलाई थाहा छैन भने म भन्छु, त्यही भएर भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। ओके गाइज, अब चाहिँ स्टार्ट गरौँ ल।
चाहिँ यसरी सब हावा निकाल्छ अनि भ्याकुम लगाएर यहाँ चाहिँ बिर्को लाउँछ। यसरी चाहिँ धेरै स्पेसमा चाहिँ हामीले चाहिँ धेरै सामान चाहिँ लिएर जान सकिन्छ। ट्राभल गर्दा एकदम सजिलो हुन्छ साथीहरू। यो चाहिँ ट्राभल गर्दा त एकदमै सजिलो हुन्छ। हामीले चाहिँ धेरै कपडाहरू अझ स्पेसली हामी केटीहरू अनि यति धेरै कपडा लान खोज्छौँ, यति धेरै सामान लान खोज्छौँ अनि तर धेरै लगेज भएर चाहिँ फेरि गाह्रो हुन्छ नि। त्यही भएर धेरै सामान धेरै कुराहरू चाहिँ एउटै ब्यागमा कसरी अटाउने भनेर कसरी एडजस्ट गर्ने भनेर चाहिँ यसले चाहिँ अझ यहाँ कति धेरै स्पेसहरू खालिसक्यो। अब यसमा अझै बढी सामानहरू पनि आउँछ। मैले चाहिँ यसरी नै लिएर आउने गर्छु, आउँदा पनि जाँदा पनि। अस्ति आउँदा पनि यसरी नै लिएर आएको थिएँ, अहिले अब जाँदा पनि यसरी लानु पर्यो। अब यो चाहिँ मैले कहाँ किनेको कहाँबाट लिएको भनेर चाहिँ हजुरलाई थाहा पाउनु मन छ भने प्लिज कमेन्ट गर्नु ल, म हजुरलाई लिङ्क पनि सेयर गरिदिन्छु। अनि त्यही हो। अरू चाहिँ म चाहिँ अर्को भिडियोमा अब भोलि चाहिँ अब म चाहिँ आज चाहिँ यो मैले ब्याग प्याक गरेँ, अझै सामानहरू पनि एड गर्नु छ, त्यो पनि म हजुरलाई देखाउँछु। अनि म भोलि चाहिँ अब यहाँ पोखराबाट चाहिँ विराटनगर गएको पनि हजुरलाई चाहिँ म ब्लग चाहिँ अपलोड गर्नेछु। त्यही भएर किप वाचिङ, किप सपोर्टिङ अनि लाइक कमेन्ट र सेयर अनि सब्सक्राइब गरेर चाहिँ डोन्ट फर्गेट। ओके बाई बाई। अनि मेरो अलमोस्ट सामानहरू त प्याक भइसकेको थियो। अनि फेरि भोलिपल्ट फेरि अझै सामान हाल्नुपर्ने भएर चाहिँ मैले अर्को प्लास्टिक पनि युज गरेँ। त्यो ब्यागमा चाहिँ यति धेरै स्पेस खाली थियो कि मेरो अर्को ब्याग पनि त्यसरी नै भ्याकुम गऱ्यो भने मजाले एडजस्ट हुने ठाउँ बाँकी थियो कि, त्यही भएर मैले अर्को प्लास्टिकमा पनि फेरि सामानहरू चाहिँ यसरी एडजस्ट गरेर राख्न लागेको छु। हेर्नु है कसरी एडजस्ट हुन्छ सबै सामानहरू। सानो हो गया अच्छा सावन से आने से हटा सकता हूं ऊपर से कर बच्चा पता क्या ये तो आगे है वही मारने में मैंने नहीं अझै यत्रो धेरै आउँछ यता यता। अब यहाँ के हाल्ने त्यो लानु अब जसरी तो घरमा लानु तिम्रो यहाँ ल्याएर राख्दै त्यहाँ अटा है अनि यो पनि
यस्तै यस्तै यस्तो गर्दै हिँड्यो यस्तो 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 गाई गाई जोड्दै यसमा के हाल्नु त तेलमा राखेर टेबलमा राखेर यसमा अस्तिको त साइडमा यसमा हाल्नु त्यो त आफ्नो ब्यागमा हुनु हुँदैन उयोलाई कहाँ राख्दा सिटमा पनि राख्छ आफ्नो अगाडि ए हुन्छ रहेछ त्यो तिम्रो साथी आउँदा आउनु भ्याएन जाँदा चाहिँ भ्याउनु भयो तिमीसित जानु आउँदा त आएन भएन है त्यो पनि लानुपर्छ लानै पर्यो छोड्नु भएन साथीहरू त्यो पनि हावाले पनि लानुपर्छ आमाले पनि दिनुभयो अर्को झोला माथि झरेर राखेँ साइज कस्तो दियो ठुलो थियो नि राम्रो मस्त थियो श्री कृष्ण हो हनुमान ए हनुमान हनुमान चालिसा त्यो पढ्न त्यो पनि लानै पर्यो कति हो पहिला हाल्नु अलिकति sunscreen पनि छैन ए यसरी आमा चाहिँ kalian buang jangan buang oh orang ini kalau nggak boleh kan kali kita home blender kalau sih nah kali kalian
यति धेरै सामान अटाएँ। रेडी भयो। यति धेरै खाना रे त्यति पनि कालो चाहिँ धेरै पनि अब बोक्नु त्यो बनाएर है यति त त्यो बनाउनु दिएर खाऊ खडा बनाउनु दिएर खाऊ त्यो उपरको आफ्नो थोरको आफ्नो थोरै एउटा हाल्नु अहिले नलाउने के हाल्नु मन लाग्यो ल साथीहरु ब्याग त रेडी भइसक्यो मेरो। अब मैले चाहिँ यो युज गरेको यो भ्याकुम ब्याग चाहिँ कहाँबाट लिएको भनेर हजुरलाई चाहिँ थाहा पाउनु मन छ र किन्न मन छ भने तल कमेन्ट गरिदिनु। म हजुरलाई चाहिँ लिङ्क सेयर गरिदिन्छु। मैले चाहिँ दराजबाट अर्डर गरेको थिएँ अस्ति नै। त्यतिकै काम नलाइकन त्यतिकै थन्काइरहेको थियो, तर अहिले अब ट्राभल गर्दा काम लाग्यो नि त, त्यही भएर यस्तै ट्राभल गर्दाखेरि चाहिँ एकदमै युजफुल हुन्छ। त्यही भएर हजुरहरूलाई पनि युजफुल हुनसक्छ, त्यही भएर म चाहिँ लिङ्क चाहिँ तल राखिदिन्छु। थ्याङ्क यू फर वाचिङ। बाई बाई।